दिन सुसाइदो कुताब आइदो हरथाइदो बाठेको दिन सुसाइदो कुताब आइदो हरथाइदो। नमस्ते, म मनु थामी आक्याङ्मी उधौली पर्व 2082 को उपलक्ष्यमा यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु फर्स्ट अफ अल, र यहाँहरू सबैलाई धन्यवाद। सम्पूर्णलाई सेवा नमस्ते, नमस्कार। म माया थामी। यहाँहरू सम्पूर्णलाई सेवा नमस्कार। म नेपाल थामी समाजको केन्द्रीय अध्यक्ष रणबहादुर थामी। सम्पूर्णलाई सेवा नमस्ते, म चाहिँ बिमला थामी। सम्पूर्णलाई सेवा नमस्ते, म चाहिँ हिन्दू थामी। सम्पूर्णलाई सेवा नमस्ते, म चाहिँ रूपा थामी। सर्वप्रथम देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूमा म नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीको तर्फबाट सेवा नमस्कार। आउँदै गरेको महान चाड उभौली पर्व हर्षोल्लासको साथ अहिले हाम्रो चाहिँ हरेक देशव्यापी रूपमा चाहिँ हामीले नेपाल थामी समाज केन्द्रले चाहिँ पत्रचार गरेर चाहिँ हरेक टोलमा हरेक जिल्लामा हरेक गाउँमा मनाइराख्नु भएको छ। अहिले हामीले नेपाल थामी समाज केन्द्रले चाहिँ गोकर्णेश्वर भूमिथानमा चाहिँ हामीले पर्सि 29 गते 10 बजेबाट चाहिँ हामी बेलुका 5 बजेसम्म चाहिँ हर्ष उल्लासको साथ देशभरका जति पनि काठमाडौँमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू त्यहाँ उपस्थित हुनुहोला। हामी त्यहाँ मनाउँदैछौँ र हाम्रो त्यसमा कलाकारहरू सबैजनालाई अहिले हाम्रो चाहिँ एउटा चाहिँ टिमले चाहिँ हामी इन्टरभ्यू पनि दिइरहेछौँ। यो मार्फत पनि यो चाहिँ इन्टरभ्यू मार्फत पनि यहाँहरू काठमाडौँमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू गोकर्णेश्वर भूमिथानमा उपस्थित हुनुहोला भन्ने पूर्ण आशाको साथ यहाँहरूसँग मैले यही व्यक्त गरेँ। जस्तै यो उभौली भूमिया पूजा पर्व होइन, यो विशेष गरेर किराँत अस्तित्वमा चाहिँ सम्बन्धित छ। हजुर, यसको इतिहास र जुन खालको आफ्नो भूमिका छ एउटा किराँतहरूले मनाउँदै आएको होइन, यो पछिल्लो समय चाहिँ हरेक ठाउँमा हरेक क्षेत्रमा जुन परम्परा अलिकति लोप हुँदै गइरहेको जस्तो देखिन्छ होइन। हजुर, तपाईँहरूले चाहिँ अब यसलाई फेरि जगेर्ना गर्ने काम गर्नका लागि प्रयास गर्दै आउनु भएको छ। हजुर, कतिको सहज अथवा कठिनाइको महसुस गर्नु भएको छ? धन्यवाद सर प्रश्नको लागि। यहाँले यो कार्यक्रम आफैमा कार्यक्रम गर्न त्यति सजिलो छैन सर। त्यसमा पनि हाम्रो चाहिँ अलिकति थामी समुदायमा चाहिँ अलिक गाह्रो महसुस मैले चाहिँ मानेको छु। त्यसमा पनि अब हरेक कुरा चाहिँ थामी समुदायभित्रमा पनि कहीँ कतै के हो के नमिलेको जस्तो। अनि त्यसमा भने आजभन्दा भोलिभन्दा हजुरको हाम्रो भाषा धर्म संस्कार संस्कृति लोप हुँदै गइरहेको छ। एकपछि अर्को हाम्रै बच्चाहरूले तपाईँको चाहिँ नेपाली भाषामा कुरा गर्छन्, हाम्रै बच्चाहरूलाई चाहिँ एउटा भाषामा चाहिँ ढाल्न सकेका छैनौँ। आज हामीले त्यसको अलावा नेपाल थामी समाज केन्द्रले चाहिँ आज चाहिँ त्यो भाषा संस्कार संस्कृति जगेडा गर्नुपर्छ भनेर आज गत 79 सालदेखि गोकर्णेश्वर भूमिथानमा चाहिँ पूजा गर्दै आइरहेको छ। र यहाँ अहिलेको यो उभौली पर्व पनि हामी हर्ष उल्लासको साथ मनाउँछौँ। कार्यक्रम चाहिँ यो सेटल गर्न चाहिँ साह्रै गाह्रो नै छ। खास के यो भूमिया पूजा भने चाहिँ खास तपाईँहरूले केलाई चाहिँ पूजा गरेर मनाउनुहुन्छ? हामी भूमिको प्रकृति पुजारी हौँ। हामी खोला नाला वन जङ्गललाई हामी पूजा गरेर चाहिँ मनाउने। हामी चाहिँ यसैमा हामी चाहिँ प्रकृति पूजा प्रकृतिको चाहिँ पूजा गरेर चाहिँ हामी चाहिँ यसरी मनाउँछौँ। हामी चाहिँ खोला फेरि पनि भनिहाल्दा खोला नाला वन जङ्गललाई हामी चाहिँ विशेष गरी चाहिँ प्रकृतिको पूजा गर्ने भएको हुनाले भू भनेको पृथ्वीलाई चाहिँ हामी पूजा गर्ने भएको हुनाले भूमि समुद्रमा त्यो भएको छ। जस्तै यो उभौली भन्ने बित्तिकै अलिकति किराँत चाहिँ समुदायमा भन्ने बुझिन्छ। हजुर, मैले पनि त्यही बुझिरहेको थिएँ। आज आएर थाहा भयो। सायद मेरो जुन पढाइ भनौँ न त्यो नपुगेको नै हुनसक्छ होइन। यो तपाईँहरू थामी समुदायबाट हुनुहुन्छ। हजुर, यो थामी समुदायले पनि यो उभौली मनाउने रहेछ भन्ने कुरो चाहिँ आज थाहा पाएँ होइन। यो खास यसको महत्त्व अनि यो कहिलेदेखि चाहिँ तपाईँहरूले पनि यसलाई एडप्ट गरेको भन्ने केही इतिहास छ यसको?
यो अहिलेबाट होइन सर, यो त हाम्रो त परपूर्व कालदेखि चाहिँ उँभौली पूजा गर्ने अहिले जस्तो तपाईँहरूलाई देखाउन अहिले जस्तो भयो होला, तर हाम्रो त यो त परपूर्व कालदेखि चाहिँ मनाउँदै आएको छ। कति मान्छेलाई त थाहै छैन कि यो उँभौली भन्ने बित्तिकै किराँत भन्ने बुझिन्छ। हजुर हजुर होइन हो, हामी किराँत समुदायकै एउटा अंश हो, हामी पनि किराँत समुदायभित्रै पर्ने भएको हामी त अझ विशेष गरेर दोलखा जिल्लामा मात्रै रहेको एउटा जातिको रूपमा पनि नेपालमा गनिन्छ। हजुर हो होइन हो, त्यही कारणले पनि मैले सोधेँ। दोलखा जिल्ला सरको कुरालाई रोकिहालेँ। दोलखा जिल्ला चाहिँ हाम्रो उत्पत्ति ठाउँ हो सर। त्यहाँबाट जति पनि हाम्रो उत्पत्ति सुस्पा राङराङ थालीमा हाम्रो त्यो उत्पत्ति भएको हो र सोनारी यापति सुकुबाट हामी सन्तान हौँ। उहाँहरू चाहिँ सुमङ्गाट कुमङ्गाट हुँदै चाहिँ सुस्पा राङराङ थाली आउनुभएको हो। यसरी चाहिँ त्यहाँबाट उत्पत्ति भएर अहिले विभिन्न चाहिँ 31वटा जिल्लामा चाहिँ फैलिराख्नु भएको छ। त्यही दोलखा जिल्ला चाहिँ हाम्रो चाहिँ किप्पट ठाउँ हो। अहिले यो जुन उँभौली चाहिँ कुन समुदायमा चाहिँ परिचित छ त? यो भनौँ किराँत बाहेक तपाईँहरू यसमा सुनुवारमा छ, याखामा छ, त्यस पछाडि मायुमा छ, जिरेलमा छ, सुरेलमा छ, यस्तै गरी अन्य 8वटा जातीय संस्थाको हाम्रो एउटा राई लिम्बूमा छ। त्यसै गरी हाम्रो 8वटा जातीय संस्थाको एउटा किराँत समितिको पनि हाम्रो गठन भएको छ। 8वटा किराँत चाहिँ अहिले हामी जम्मा भएको हामीले भन्दै आइरहेका छन् साथीहरूले चाहिँ हामी 10-11वटा पनि छौँ भनेर चाहिँ हामी भर्खर जोडिँदैछौँ एकपछि अर्को। हामी जोडिएको पनि किराँत समितिमा जोडेको लगभग 5 वर्ष जति भयो होला। अब तपाईँहरूले कार्यक्रमको आयोजन गर्नुभएको छ होइन? हजुर। नेपालमा कस्तो छैन, कुनै पनि पर्व आयो भने एक दिन कार्यक्रम गऱ्यो, त्यसको भोलिपल्टदेखि त्यसको महत्त्व नै हुन्न। ठिक हो। जस्तो अरू तामाङ शेर्पा जसको नि एक दिन टुरिखेलमा गएर कार्यक्रम गऱ्यो, भोलिदेखि बिर्सिने जुन परम्परा छ, तपाईँहरूले चाहिँ यो पर्वलाई सम्झाइराख्न अथवा तपाईँको भावी पिँढीहरूलाई चाहिँ जुन आफ्नो संस्कार अथवा संस्कृतिको बारेमा जुन खालको चेतना अथवा यो म्यासेज दिन खोज्नु भएको छ, के अब चाहिँ के गर्नका लागि अथवा के कस्तो कार्यक्रमहरू ल्याउँदै हुनुहुन्छ? अब विगतका दिनहरूमा हामीले हामीले किराँत हुँदै गर्दाखेरि अब हामीले बल्ल अहिले गोकर्णेश्वर चाहिँ जगडलमा हामीले एउटा चाहिँ किराँत हुँदै गर्दा 8वटा किराँत सम्बन्धी समितिबाट र आदिवासी किराँत समाजबाट हामीले एउटा ठाउँ पाएको छौँ। भूमिथान बल्ल निर्माण भएको छ। अब त्यसपछि यी हाम्रोभन्दा पछिल्लो पिँढीहरूलाई संस्कार संस्कृति जोगाउनको लागि हामीले निरन्तर रूपमा चाहिँ नेपाल थामी समाज केन्द्रले यसमा लागिरहन्छ। हरेक कार्यक्रमहरू आउँदै गरेको चाहिँ अहिले उँभौली हामी सकिएन, हाम्रो भूमिथान भर्खर चाहिँ काम सुरु भएको छ। अब त्यो हामीलाई के अरे बागमती प्रदेशबाट चाहिँ हामीलाई 6 लाख रुपियाँ बजेट परेको छ। त्यसमा चाहिँ माननीय ठुला थामीले त्यहाँ हालिदिनु भएको छ र अहिले हाम्रो सोच थियो त्यो उद्घाटन यो काम यहीपल्ट सकेर चाहिँ हामी उद्घाटन गरौँला भन्ने थियो, तर सकिएन। सम्भवतः त्यो कामको सिलसिला काम गर्दै गरेमा सकिएन। आउँदै गरेको उँधौली पर्वमा हामीले त्यहाँ उद्घाटन गरेर चाहिँ विशेष कार्यक्रमको साथ अगाडि बढ्नेछौँ सर। जस्तै यो जुन पर्व छ होइन, जुन भूमि पूजा जुन यो जोगाइराख्नको लागि चाहिँ चुनौतीहरू चाहिँ तपाईँले के देख्नु भएको छ? चुनौती धेरै छन् हजुर। चुनौती त कति छन्। आज चाहिँ हाम्रो एउटा पहिलो चुनौती त हजुरको भाषा लोप भएको छ। अर्को कुरा संस्कार लोप भएको छ। अर्को संस्कृति लोप भएको छ। हेर्नुहोस् अब अहिलेका नानी केटाकेटीहरू हाम्रो मैले भन्दै पनि आएको छु, तपाईँले कमसे घरबाट त्यो भाषा त सुरु गरिदिनुहोस् न। घरबाट भाषा सुरु गर्दाखेरि त अलिअलि जान्छन्, घरपछि छिमेकमा सुरु गर्ने, छिमेकबाट टोलबाट चाहिँ जिल्ला आफ्नो सबै ठाउँबाट भाषा सुरु गर्नुहोस् भनेर हामीले अहिले पछिल्लो टाइममा हामीले भाषाको चाहिँ कालिचो गाउँपालिकाको आर्थिक सहयोगमा 1 देखि 8 सम्म पाठ्यपुस्तक तयारै भएको छ र 1 देखि पाठ्यक्रम तयार भएको छ 1 देखि 8 सम्मको र 1 देखि 8 सम्मको हामी पाठ्यपुस्तक तयार गर्नेवाला छौँ। 3 सम्मको हामी पाठ्यपुस्तक तयार भएको छ र कालिचो गाउँ के अरे दोलखा जिल्लाको 2-4वटा हाम्रो थामी चाहिँ बाहुल्यता भएको स्कुलहरूमा हाम्रो सुरु पनि भइसकेको छ। यो उँभौलीले जुन खालको समाजको लागि दिन खोजेको सन्देश चाहिँ खास के हो? उँभौली चाहिँ हाम्रो चाहिँ आगामी पुस्ताहरूलाई आउने पुस्ताहरूलाई हाम्रो चाहिँ संस्कार संस्कृति भाषा धर्म लोप नहोस्, यो चाहिँ जगेर्ना गरिराख्नु पाइयोस्, गरिराख्नु पर्छ भनेर चाहिँ एउटा चाहिँ हामीले चाहिँ हरेक चाहिँ उँभौलीमा देखाउँदै गरेका छौँ। यसले यसको चाहिँ विशेष महत्त्व चाहिँ यो चाहिँ यसलाई जगेर्ना गरिराखौँ भन्ने हो। जुन पर्व छ त्यसले जगेर्ना गरिराख्नु। अब कार्यक्रम पनि गर्दै हुन्छ भन्नुभयो होइन? हजुर। कार्यक्रम छोटकालीन अघि पनि भनिसक्नु भएको छ। कहाँ कुन ठाउँमा चाहिँ तपाईँहरूले यसको उपलक्ष्यमा कार्यक्रम गर्नुहुन्छ बताइदिनुहोस्। हामीले अहिले नेपाल थामी समाज केन्द्रले सर
गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 4 जगडोलमा हामीले चाहिँ त्यो ठाउँमा हामीले कार्यक्रम गर्दैछौँ। आउँदो 2082 साल वैशाख 29 गते 10 बजेबाट सुरु हुन्छ, बेलुका 5 बजेसम्म हामी त्यहाँ निरन्तर कार्यक्रममा व्यस्त नै रहन्छौँ। त्यो कार्यक्रम चाहिँ साङ्गीतिक कार्यक्रम हो? साङ्गीतिक कार्यक्रम हुन्छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ मादले मारुनी हाम्रो चाहिँ आफ्नै चाहिँ बहिनीहरू हुनुहुन्छ, उहाँहरू कलाकारहरू हुनुहुन्छ, माया बहिनी लगायतका सम्पूर्ण कलाकारहरू हुनुहुन्छ। कलाकारले आफ्नै भाषामा चाहिँ गीत हामी चाहिँ बजाउँछौँ डेकमा। त्यसपछि त्यही गीत चाहिँ त्यो गीतमा चाहिँ उहाँहरू नाच्नुहुन्छ। थामी भाषामा आधारित कार्यक्रम हुन्छ कि त्यसमा अरू भाषाको गीतहरू पनि सामेल छ? त्यसमा सम्पूर्ण हाम्रो चाहिँ थामी भाषामा किराँतहरू सम्पूर्ण 8वटै किराँतको चाहिँ त्यहाँ चाहिँ आफ्नो कल्चर देखाउने हो, आफ्नो वेशभूषा देखाउने हो र सबै समुदायहरू त्यसमा पनि हामी थामी समुदायको एउटा छुट्टै ठाउँ छ। आफ्नो चाहिँ त्यो ठाउँमा हाम्रो थामी समुदाय हामीले बोर्डमा लेखेको पनि छौँ, यो चाहिँ थामी समुदायको ठाउँ हो भनेर। हाम्रो पूजा गर्ने छुट्टै ठाउँ छ, नाचगान गर्ने छुट्टै ठाउँ छ। नाचगान पूजा गर्नेमा गुरुले हाम्रो चाहिँ आफ्नो संस्कृति देखाउने चाहिँ गुरुले चाहिँ आफ्नो चाहिँ उहाँले पूजा गर्नुहुन्छ, कला देखाउनु र उहाँहरूको कला जुन नृत्य देखाउने ठाउँ छुट्टै छ। माथिपट्टि त्यो ठाउँमा चाहिँ उहाँहरूले कलाकारले त्यहाँ देखाउनुहुन्छ भने गुरुहरूले चाहिँ तल चाहिँ पूजा गरेर देखाउनुहुन्छ। अब यो जुन तपाईँहरूको जुन कार्यक्रम अथवा यो संस्कृति जोगाउनका लागि चाहिँ नेपाल सरकारबाट चाहिँ के कस्तो सहयोग प्राप्त गर्नुभएको छ? कस्तो रिस्पोन्स छ सरकारको? अहिले पहिला के हुन्थ्यो थाहा छैन सर। अहिले पछिल्लो टाइममा म अहिले अध्यक्ष भएको 80 सालबाट अहिलेसम्म हो सर। आजसम्म मैले नेपाल सरकारबाट भाषा संस्कार संस्कृति जोगाउनको लागि मैले खासै त्यस्तो पाएको छैन सर। त्यस्तो छैन। आयोग गर्नुहुन्छ? ओके, तपाईँले हाम्रो चिटिक्क परेर बस्नु भएको छ होइन? तपाईँ झन् धेरै चाहिँ प्रोग्रामहरू गरिरहनुहुन्छ माया थामीजी। तपाईँले चाहिँ यो पर्वलाई कसरी लिनुभएको छ? सबैजनालाई फेरि पनि नमस्ते, नमस्कार। सम्पूर्ण कुराहरू सम्पूर्ण जानकारी त हाम्रो अध्यक्षज्यूले राखिसक्नुभयो हजुरहरूलाई। फेरि पनि म अघिदेखिको सरमा छोटो मिठो राखिदिइहाल्छु। हामी थामी भनिसके पछाडि हामी यापति आजी र यापति चुकु र सोनारी आजीको सन्तान। हामी जति पनि अहिले विश्वभर छरेर बसेका छौँ, हामी जताततै छरेर बसेका हामी थामीहरू, यापति सोनारी, यापति आजी र सोनारीको हामी उहाँहरूको चाहिँ छोराछोरी हामी। अहिले चाहिँ अब बिस्तार अध्यक्षज्यूले राखिसक्नुभयो सबै कुराहरू। अहिले हामीले जति पनि भाषा संस्कार संस्कृति जति पनि लोप भएका छन् उहाँहरूलाई अहिले ती राम्रो बहिनीहरू दिदीहरू यसरी राम्रो अगाडि आइसकेपछि सायद यसलाई लोप हुन हामी पक्कै पनि दिने छैनौँ। आउने पुस्ताहरूको लागि एकदम सहज र सजिलो बनाइदिनेछौँ भने चाहिँ यसमा म एकदमै विश्वस्त छु। सायद सबैजनाले आफ्नो भूमिका उत्तिकै निर्वाह गर्नुहुन्छ भने म पूर्ण आशा लिएको छु। त्यही अब आउँदै गरेको चाहिँ पर्सि 29 गते चाहिँ ती ठुलो प्रोग्रामहरू सम्पूर्ण हामी किराँत समुदायले चाहिँ हरेक वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमामा गर्दै आएको छौँ। सबैजनालाई थाहा नै छ हामी एउटा सानो परिवार छौँ, तर पनि मिलेर सबैजना मिलेर गऱ्यो भने एकदमै राम्रो हुन्छ, सुन्दर हुन्छ। थोपा मिलेर नै समुद्र बन्यो। सबैजना मिलेपछि सायद पर्सि 29 गतेको प्रोग्राम चाहिँ सफलै हुन्छ जस्तो मलाई लागिरहेछ। हामी कलाकारबाट हो, सायद हामीले आफ्नो कला संस्कार संस्कृति हामीले प्रस्तुत गर्नेछौँ, त्यही नै हो। ओके, यताबाट हाम्रो गायिका बहिनी हुनुहुन्छ होइन? तपाईँले चाहिँ अब जुन यो थामी गीतहरू गाउनुहुन्छ होइन, तपाईँलाई चाहिँ के लाग्छ आफ्नो संस्कृति जोगाउनको लागि तपाईँले गाउनु भएको गीत र त्यसको भूमिका कस्तो लाग्छ? आफ्नो केही परिवर्तनका लागि यसले भूमिका खेल्छ जस्तो लाग्छ? गीत सङ्गीत भनेको एउटा गीत सङ्गीतले पनि समाजमा एउटा शिक्षा दिन्छ, मलाई लाग्छ। समाज परिवर्तन गर्छ जस्तो लाग्छ। झन् हामी त यो थामी समुदाय त झन् हामी थोरै छौँ नि त, अरू जात जातिको भन्दा अलिकति जनसङ्ख्या थोरै भएको कारणले गर्दाखेरि पनि हामीले चाहिँ यो समुदायले चाहिँ चिनाउनुपर्छ। गीत सङ्गीतको थ्रोबाट चाहिँ हामी चिनाउनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। र अहिले धेरै राम्रो कलाकारहरू जन्मिनु भएको छ। योभन्दा अगाडि हाम्रो अग्रज दाईहरू पनि मैले सम्झिनै पर्ने नाम मैले सहकारी र मलाई यो ठाउँमा टेकाउनको लागि यो ठाउँमा चाहिँ एउटा प्रेरणाको स्रोत हुनुहुन्छ रमन दाई, शिखर दाई, हाम्रो अग्रज दाईहरू मैले सम्झिनुपर्छ। उहाँहरूले पनि धेरै कोसिस गर्नुभएको छ आफ्नो जातिलाई चिनाउनुको लागि।
र मलाई लाग्छ गीत सङ्गीत पनि एउटा माध्यम हो संस्कृति जोगाउनको हजुर, लागि। संस्कृति आफ्नो कल्चर जात जाति आफ्नो जातिलाई देखाउनको लागि चिनाउनको लागि चाहिँ गीत सङ्गीत पनि एउटा बलियो खम्बा हो जस्तो लाग्छ मलाई चाहिँ। यतापट्टि बहिनी चिटिक्क परेर बस्नु भएको छ है यो खास तपाईँले लगाइरहेको पहिरनलाई चाहिँ के भन्छ खास ठ्याक्कै? यो चाहिँ हाम्रो आफ्नै थामी समुदायको थामी कल्चर ड्रेस हो। उम्, यो चाहिँ हामीले सम्पूर्ण जात जातिमा हाम्रो लगाइरहेको हुन्छ आफ्नो जात जातिको वेशभूषाहरू। यो चाहिँ हाम्रो आफ्नै थामी जातिको वेशभूषा। तपाईँले लगाइरहेको त्यो गोलो गोलोहरूलाई के भनिन्छ? कण्ठमाला यसलाई कण्ठमाला। कण्ठमाला भनिन्छ। हजुर। ओके यतापट्टि बुलाकी लगाएर कतिको सहज हुँदो रहेछ सबै त सधैँ त लाउनुहुन्न होला तपाईँले? होइन सहजै हुन्छ पहिला पहिला गाउँमा चाहिँ हाम्रो आमा होइन हाम्रो हजुरआमाहरूले यसरी नै लाउनुहुन्थ्यो होइन हामीले तर अहिले त हामीले देख्न पाउँदैनौँ। यो पनि एउटा एक किसिमको आफ्नो संस्कृति अथवा भाषा जुन खालको आफ्नो समुदायको संस्कृतिमै आउँछ नि होइन? के भन्नुहुन्छ तपाईँ? हजुर नमस्ते सम्पूर्णलाई। सहजै हुन्छ पहिला पहिला त त्यति साह्रो यस्तो लगाइदिएको थियो। अहिले चाहिँ सांस्कृतिक कार्यक्रममा जाने भएकोबाट यो लाउनै पर्छ नि त अनि त्यही भएर चाहिँ अहिले सहज नै हुन्छ पहिलाको भन्दा चाहिँ अहिले अलि सहज नै हुन्छ। छेउमा पनि मुसुमुसु हाँसिरहनु भएको छ अब यो चाहिँ टिक्कै सजेर आउनु भएको छ होइन? अब उभौली आइसकेको छ एउटा आफ्नो भनौँ न आफ्नो समुदायको एउटा पर्व हुँदा चाहिँ निकै खुसी हुनुहुन्छ होला। के भन्न चाहनुहुन्छ? सर्वप्रथम सबैजनालाई सेवा नमस्ते। म चाहिँ शुभकामनाबाटै गएँ है। शाखाले गाईको लोकसेनी सेवा यही दादु वैशाख 29 गतेको बौली पर्व देश तथा विदेशका छारास्तिनले हुक्निदो आपा आमा बुबु त्यतै हुने शाखाले गाई शुभकामना। अब एकदम राम्रो खतरा डान्स गर्नुहुन्छ। अब त्यो त्यहाँ यदि डान्स हेर्ने भने त्यहाँ डान्स त्योमा डान्स हेर्न सकिन्छ होइन बहिनी? हजुर सबैभन्दा उत्कृष्ट डान्सरहरू उहाँहरू हो। हामी चाहिँ एकअर्कामा क्रेडिट अरूलाई दिन चाहनुहुन्छ? होइन अहिलेको लागि त उहाँहरूले नि खानु भएको छ सधैँभरि हामीले यो कटेर कहाँ हुन्छ त उहाँहरूलाई पनि त प्राथमिकता दिनु परेन होइन र? हो अनि ओके अन्त्यतिर छौँ होइन? अब हाम्रो अध्यक्षज्यू अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्तिममा फेरि पनि यहाँहरूलाई फेरि पनि नमस्कार गरेँ, सेवा गरेँ। तपाईँहरू आउँदै गरेको महान उभौली पर्वमा सम्पूर्ण थामी समुदाय र किराँत समुदाय गैर किराँती चाहिँ आएर त्यहाँ त्यो ठाउँमा चाहिँ तपाईँहरूले चाहिँ हर्ष उल्लासका साथ दिनभरि आफ्नो मनोरञ्जन गर्न पाउनुहुन्छ। हरेक जात जातिको त्यहाँ चाहिँ आफ्नो कल्चर ड्रेस चाहिँ पाइन्छ। हरेक आफ्नो संस्कार संस्कृति जोगाउने हरेक चाहिँ आफ्नो देख्न पाइन्छ। र तपाईँ जो हुनुहुन्छ जहाँ जहाँबाट यो युट्युब च्यानल हेर्नु भएको छ तपाईँहरू सम्पूर्ण चाहिँ आएर चाहिँ गोकर्णेश्वर भूमि थानमा चाहिँ आएर चाहिँ त्यो एक दिनको लागि रमाइलोको लागि आइदिनु होला भन्ने चाहन्छु। फेरि पनि हजुरहरूलाई स्पेसल त हजुरहरू सबैजनालाई धेरै धेरै मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद। अहिले मेरो ठाउँमा मेरो अफिसमा हुनुहुन्छ है एकदमै खुसी लागेको छ। एकदमै थोरै समय ढिलो भयो हाम्रो अलिकति कलाकारज्यूहरूको के मैले त्यही त हो छोरी मान्छेको के मिल्दैन सो त्यसको लागि पनि क्षमा चाहन्छु। म मेरो व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट म सरी भन्न चाहन्छु किनकि थोरै मैले समय लिएँ हजुरहरूसँग। हजुरहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद। अब हामी सबै कुरा त अध्यक्षज्यूले राखिसक्नु भयो। विशेष गरी अहिले फेरि जाति भन्ने चाहिँ यसमा फेरि अलिकति नेगेटिभ जाला तर जाति भनेको हामी चाहिँ फेरि जातिलाई छुट्याउनु र डिभाइड गर्न खोजेको चाहिँ होइन पक्कै पनि। अघिदेखि फेरि जाति भइरहेछ फेरि थामी समुदायको एकैचोटि अर्को अलि नेगेटिभ जाला तर पक्कै पनि हामीले त्यो होइन। हामी सकारात्मक सोचबाट र हामी चाहिँ थोरै भएर किनकि अहिले कतै पनि अझै कतिपय ठाउँमा कतिपय मै प्रोग्रामहरू देश विदेश घुमिरहँदाखेरि मै पुगिरहँदाखेरि र मैले पनि यति धेरै कामहरू गरिरहँदाखेरि अझै पनि मलाई प्रश्न हुन्छ कि थामीसँग भनेको के हो भनेर मलाई प्रश्न हुन्छ। त्यसको जवाबमा र समग्रमा हामी वेशभूषा र हामीले यति धेरै हामी यही नै हो हामीले लगाएको वेशभूषा यो स्पेसल त हाम्रो भाङ्रा नै हो होइन। महत्त्वपूर्ण भनेको हाम्रो भाङ्रा नै हो। भाङ्रा लगाएर आज यसरी क्यामेरा अगाडि आएर हामीले जुन यो यसरी हामी सबैजना एक ठाउँमा भएर यसरी आफूले आफ्नो नामसहित गर्नु नि हाम्रो लागि चाहिँ एकदमै ठुलो कुरा हो है। हामी एउटा दोलखामा जन्मेको दोलखा जस्तो ठाउँमा जन्मेर काठमाडौँमा आएर अनि यति धेरै आफ्नो ठाउँबाट यति धेरै स्ट्रगल गरेर दुःख नगरेको त सफलता प्राप्त नै हुँदैन पक्कै पनि। दुःख गर्दै गर्दै आज यो स्थानमा पुगेर आज हजुरहरू माझमा यसरी बोल्नु नै हाम्रो लागि एकदमै ठुलो कुरा हो। यही नै हाम्रो लागि सफलता हो।
कतै पनि हामीले पक्कै पनि जातित्वलाई डिभाइड गर्न खोजेको होइन, तर हामी किराँत समुदायबाट चाहिँ हामी जसरी हाम्रो पर्सि हाम्रो एउटा ठुलो कार्यक्रम हुँदैछ, आफ्नो कल्चर देखाउन पाएको छौँ, आफ्नो संस्कार संस्कृति आफ्नो वेशभूषा लगाएर आफ्नो कला प्रस्तुत गर्न पाएको छौँ। यसको लागि नै हो विशेष गरी त अब सम्पूर्ण कुरा त अब अध्यक्षज्यूले राखिसक्नु भएको छ। स्पेसल थ्याङ्क यू सो मच। यता अब एकजना सिङ्गरलाई हामी सबैजनाले पेलेको छौँ। यता हाम्रो मनु अहिले भर्खरै उहाँको नयाँ गाना अस्ति मात्र रिलिज भएको छ है, उहाँलाई पनि धेरै धेरै शुभकामना। हाम्रो एकदमै राम्रो डान्स गर्नुहुन्छ हाम्रो बहिनी होइन। अहिले पछाडिको समयमा पर्सिको दिन देखाउनुहुन्छ उहाँले पनि। उहाँले पछाडिको समय एकदमै राम्रो गर्नुभएको छ हाम्रो रूपा बहिनीले पनि होइन। त्यस पछाडि हाम्रो बिमला अहिलेको पछाडिको समयमा अब कोरियोग्राफ गर्दै आउनुभएको छ। उहाँले पनि आज के मिलेको थिएन, आज मिलाउनु भएको छ टाइम, उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो अहिले पछाडिको समयमा आज म सँगसँगै मलाई जति काँधमा जिम्मेवारी छ त्यतिकै काँधमा जिम्मेवारी मेरो बहिनी सम्हालिरहेको छिन्। एकदमै समाजसेवामा पनि उत्तिकै अग्रसर भएर एकदमै अहिले नाच्नुमा जति ट्यालेन्ट छ त्यतिकै अहिले सामाजिक कार्यदेखि नै मेरो जिम्मेवारी उहाँ त्यतिकै भार उहाँले बोकिराख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। होइन यो क्यामेरा अगाडि मात्र हो। अहिले क्यामेरा पछाडि उहाँहरूले एउटा मिस्टेक गरेर पनि भेटिहाल्नुहुन्छ। अब अध्यक्षज्यूको त कुरै गर्नु भएन। अहिले जसरी उहाँले पछाडिको समयमा सम्पूर्ण थामी एकताको लागि सम्पूर्ण थामीको जिम्मेवारी लिएर एउटा थामीको अग्रज भएर एउटा थामीको अभिभावक भएर जसरी उहाँले समेटिराख्नु भएको छ, सायद पछाडिको हजुरको पछाडि अहिले जसरी उहाँले गाह्रो भयो मलाई गाह्रो हुन्छ भनेको कुनै पनि कामहरू सजिलो त पक्कै पनि हुँदैन। यो क्यामेरा चलाउनै कति गाह्रो छ, हामीलाई बोल्नै कति गाह्रो, प्र्याक्टिस गर्ने हामीलाई नाच्नै कति गाह्रो, हाम्रो खुट्टामा फोका उठ्छ, कम्मर दुख्छ, ढाड दुख्छ, सजिलो त केही पनि छैन होइन। तर गाह्रो त भइ नै हाल्छ। तर पनि गाह्रो पछाडि यति धेरै हेर्नु त तपाईँको दायाँ र बायाँ चेलीबेटीहरू यति धेरै हुनुहुन्छ। अनि स्पेसल अब यहाँ क्यामेरामा अट्नु भएन किनकि चेलीबेटीले नै ओकोर्नु भएको छ होइन। अहिले यहाँ चाहिँ अट्नु भएको छैन, अहिले ओगटेको छ। स्पेसल नेपाल थामी समाजको केन्द्रीय महासचिव यता अब देवजी यही हुनुहुन्छ र सचिव यही हुनुहुन्छ र अर्को हाम्रो आदरणीय दाई पनि उतै हुनुहुन्छ। यहाँ चाहिँ अट्नु भएन, केन्द्रीय सदस्य पदम दाई नै यही हुनुहुन्छ। सो सबैजनालाई हजुरहरू अनि सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद। देश तथा विदेशमा छरेर बस्नुभएको हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, स्पेसल अब किराँत समुदायको सबै आफ्नो अब फर्स्टमा त किराँतले समेट्नु पऱ्यो, सबैजना आइदिनु होला। किराँत मात्र होइन सबैजना आएर सो हाम्रो प्रस्तुति र हामी सबैजनाको एकदमै भयङ्कर हुन्छ नि त बिमला, भयङ्कर हुन्छ, हस् धेरै धेरै धन्यवाद। तपाईँहरूलाई पनि आउँदो जुन पौली पर्व छ उहाँहरूको शुभकामना भन्दै अहिले भने हामी छुट्न चाहन्छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद हजुरहरूलाई पनि।